बनाउँदैछु फेरि यो तेल चिनीको यहाँ फेरि बन्दैछ फेरि दोस्रो लटको यतातिर चिनी उमालिरहेको छु यतातिर तपाईँको यो गल्लाहरू बनाएर अब छिटै नै लाउने भएको छ आज यो घरमा बनाएको गुलाब जामुन भाँडा मान्दै हुनुहुन्छ म्याडमले यी चाहिँ बनिसकेको छ अब यति नै हो लास्ट फाइनली मेरो चाहिँ गुलाब जामुन रसबडी चाहिँ बन्यो है अब एकछिनपछि खाँदै गरेको भिडियो पनि आउँछ हामीले बना लिया रसबडी रोक न बना हुँदैछ के त्यहाँ बनाउँदै उ के गरे गुलियोमा हालेको छु के लगभग आधी घन्टा हाल्नुपर्छ अब जानुपर्छ जानु म बर्सी मैले काटेर आफै फेर्छु